सधैँ सुनिरहनु जहिले होस्। सबैजना जतिजना आउनु भएको छ म चाहिँ आज आफूले शब्द उपचार पनि गर्नु होला। दिस इज अ न्यू कन्सेप्ट एन्ड द थिम व्हिच आई एम प्लानिङ टु Hi guys, namaste and welcome back to my another YouTube video. After a long time पछाडि म YouTube मा आउँदैछु नि त, तपाईहरुलाई थाहा छ कि छैन। सो आज चाहिँ म एकदम एक्साइटेड छु। आज चाहिँ म जाँदैछु हाम्रो डाक्टर शशाङ्कको मर्च इभेन्टमा जाँदैछु। यो चाहिँ इभेन्ट चाहिँ मेरो फर्स्ट टाइम हो अनि त्यसै साथसाथ आज चाहिँ हाम्रो इभेन्टमा चाहिँ सिद्धिङ रोहिनी, गाउँली अनि बेबु पनि आउँदै हुनुहुन्थ्यो। सो अनि मैले सिद्धिङ रोहिनीलाई चाहिँ पहिलादेखि नै PR प्याकेज दिन्छु भनेर मेरो स्मल बिजनेसको सेल्फ लभ एसेसरिजको भनेर सोचेको थिएँ, तर त्यो मौका पाएको थिइनँ। सो अनि आज चाहिँ त्यो मौका पनि मैले पाएको भएर म चाहिँ गाडीमा सामानहरूको प्याकिङ गर्दैछु। सो मैले त केही लेख्न पनि पाएन, त्यस्तै भयो, टाइमै त्यस्तै खालके भयो अनि मैले केही लेखिनँ पनि। सो त्यतिकै मैले PR प्याकेज मात्रै दिएको छु। सो उहाँले भिडियो हाल्नुभयो भने हाल्नुभयो, हाल्नु भएन भने केही छैन। सो त्यही हो गाइज। अनि दाइले चाहिँ मलाई एकदमै ठ्याक्क टाइममै मलाई धरान पुऱ्याइदिनु भयो। दाइलाई पनि थ्याङ्क यू सो मच। म चिन्नु चाहिँ चिन्दिनँ दाइ, तर दाइ चाहिँ पूर्वबाट फर्किनु भएको रहेछ अनि गाडी खाली भएर दाइले मलाई जाउँ न त हिँड म पुऱ्याइदिन्छु भनेर म चढेको। सो थ्याङ्क यू सो मच दाइ। अनि अब चाहिँ मैले सबै सामानहरू प्याकिङ गरिसकेँ अनि अब त्यस पछाडि अब एकैचोटि उता इभेन्टमा भेटौँ ल। हस् त, बाई बाई। राम्ररी हेर्नु होला, इन्जोय माई भिडियो। बाई बाई गाइस। आफूले शब्द उपचार पनि गर्नु होला। दिस इज अ न्यू कन्सेप्ट एन्ड द थिम व्हिच आई एम प्लानिङ टु सेट अप एन एक्जाम्पल फर द होल वर्ल्ड एन्ड नेपाल अल्सो। पहिला कसैले गरेको छैन थाहा छैन, तर दिस इज स्टार्टिङ है। यो चाहिँ यो पालि चाहिँ हामी कहाँ छौँ भन्दाखेरि 5 कपन नगरपालिका यहाँको सबभन्दा दुर्गम ठाउँ हो। लाइक हाम्रो टिममा कस्तो हुन्थ्यो भन्दाखेरि भिडियो टिम हुन्थ्यो, म्यानेजमेन्ट टिम हुन्थ्यो क्या। सो जहिले पनि भिडियो टिममा चाहिँ जहिले म्यानेजमेन्ट टिममा कुरा गरौँ न, म्याम है उहाँले एकदम सपोर्ट गर्नुभएको छ। फर्स्ट क्याम्प भनेको हाम्रो गुफा पोखरी थियो, त्यहाँदेखि हामी जोइन अप भएको थियो। लाइक कस्तो के छ त तपाईँको एक्सपिरियन्स पनि? मलाई त कहिले त्यसरी हिँडेको थिएन है, मेडिकल सम्बन्धी केही आइडिया थिएन। अनि मलाई चाहिँ शशाङ्कले एप्रोच गऱ्यो, दाइ यसरी जानु लागेको गुफा पोखरी भनेर। अनि होलीको बेला थियो अनि मैले पनि ठिकै छ जाउँ न त, मेरो पनि होली साथी कोही छैन जाउँ भनेर गएँ। अनि त्यसपछि उसले भयो थियो क्या, केही प्रिपेयरै भएको थिएनौँ। अनि त्यसपछि चाहिँ अब त्यहाँ गइसकेपछि आफूले सबैजनाले आफ्नो जिम्मा लियो। अब उसले मेडिकलको जिम्मा लियो, गाउँले र मैले त्यति बेला म्यानेजमेन्टको जिम्मा लियौँ। त्यसरी स्टार्ट भयो। त्यसपछि त्यो हामीले राम्ररी सक्सेसफुल नै गरेर आयौँ। अनि पछि फेरि फर्केर आइसकेपछि हामी फेरि अर्को प्लान सुरु भयो। म छु खसँग यसले आँट देखाएर मात्रै होला मैले यो क्याम्प सुरु गरेको र अहिलेसम्म एक्जिक्युसन भइरहेको छ क्या। मात्र इट वाज नट एकले त म सोच्दा सोचिँदा त्यो होला क्या, मलाई मोटिभेट गर्ने ऊ नै हो। र फर्स्ट क्याम्पमा यस्तै भएको थियो क्या, 10,000ले होइन मैले 10,000 बोक्यो। अनि सबैजना आफ्नै इन्भेस्ट गऱ्यौँ क्या। आफ्नै इन्भेस्टमा एउटा ट्रायल फेजमा गुफा पोखरी गर्थ्यौँ क्या हामी। र यो वाज अ सक्सेसफुल क्याम्प मलाई जस्तो लाग्छ। दिपक सबैजना जतिजना आउनु भएको छ म चाहिँ आज तपाईँहरूलाई चाहिँ कसरी भन्न चाहन्छु भने हामी एउटा कजले जोडिएको शशाङ्क म उसले अगाडि पनि भनिहाल्यो। किनभने हामी सुगममा बस्छौँ, दुर्गमको पीडा हामी कसैलाई पनि थाहा छैन। तर दुर्गमको बारेमा कोही सोच दिने सुगमबाट एउटा डाक्टर भेटेपछि मैले कस्तो लागिरहेछ त? ह्यापी गाइस हेर्न सक्नुहुन्छ। ओभर धेरै खुसी लाग्यो होला। हेलो सधैँ सुनिरहनु जहिले होस्। माया एउटा यस्तो के भयो सधैँ रहन जानुहोस्। It's a PR package from Self Love Accessories and thank you so much. यो यहाँ के छ कस्तो छ भनेर चाहिँ म हेर्नु नै बाँकी छ। Thank you, plus support गरिदिनु होला।